यति बेला नेपाली राजनीतिक वृत्तमा ठूलो हलचल बढिरहेको छ। काठमाडौँका मेयर अर्थात् बालेन शाह एकाएक राजनीतिमा हुमिएपछि यो हलचल बढेको हो। लामो समय र छलफलपछि राष्ट्रसभामा बालेन शाह समाहित भएका छन्। गत सातादेखि नै यो छलफल निरन्तर रूपमा चलिरहेको थियो। आज अर्थात् आइतबार बिहान एकाएक राष्ट्रसभामा समाहित भएका छन्। 7 बुँदे शर्तसहित आगामी फागुन 21 मा हुने चुनावपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीमा अघि सारिने विषयलाई अघि सार्दै राष्ट्रसभामा बालेन शाह समाहित भएका हुन्। यसले एउटा राजनीतिक वृत्तमा हलचल ल्याएकै छ। यसले वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने र सुशासन र राष्ट्र निर्माणको लागि सबै सकारात्मक सोच भएका र राष्ट्रमा केही गर्नुपर्छ र राष्ट्रलाई केही दिनुपर्छ र राष्ट्रलाई केही गर्नुपर्छ भन्ने एउटा हुटहुटीलाई आत्मसात गरेको पाइन्छ। यसरी वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिँदाखेरि साँच्चै मुलुकमा एउटा उत्साहको माहौल सिर्जना भएको छ। र यसो भनिराख्दाखेरि पुराना दल र नयाँ दलहरूप्रति कुनै आग्रह र पूर्वाग्रह नराखिकन भन्न चाहन्छु, हिजोका दिनमा पुराना जुन हेभीवेटका नेताहरूको जसरी एउटा चर्चा थियो, जसरी उनीहरूप्रति जनताले एउटा आशा र भरोसा राखेका थिए, त्यो आज एकाएक परिवर्तन भएर नयाँहरूमा साँच्चै सिप भएकै हो। यसमा पुराना र नयाँहरूले स्वीकार गर्न अवश्य नै पर्छ र मुलुकमा स्थायित्व र सुशासन कायम राख्नको लागि अब साँच्चै नयाँ र वैकल्पिक शक्तिहरूले नै सक्छन् भन्ने एउटा हुटहुटी सबैमा छ र यसले एउटा नयाँ सन्देश र सकारात्मक सोच अघि ल्याओस्।